एक समयको कुरो हो। संगतमा कति असर पर्छ है, ध्यान दिनु होला। दुईटा सुगा थिए, सुगाका बचेरा आमाले चारो खोज्नको निमित्त गुणमा छोडेर गएका ती सुगाका बच्चाहरू हावा बेगले चल्दै जाने क्रममा के भयो, रुखमाथिबाट भुइँमा झरे। भुइँमा झरिसके पश्चात एउटा सुगाको बच्चोलाई लगेर सन्त महापुरुषले पाले, हुर्काए, चारो खुवाए। अर्को बच्चोलाई लगेर के गरे त भन्दाखेरि डाकु फटाहरूले लगेर पाले, अन्न खुवाए। त्यस्तै प्रकारको सँग दिँदै जाने क्रममा दिनहरू बित्दै गयो। दिनहरू बित्दै जाने क्रममा आज डाकुका घरमा पालिएको सुगाले डाकुको अन्न खाएको, डाकुले जे सिकाएका थिए ती फटाहरूले त्यस्तै कुरो बोल्थ्यो। आज ती फटा व्यक्तिहरूले के गरे, त्यो सुगालाई चोरी कर्ममा समावेश गरे। बाटामा कोही बटुवा आउँछ भनेदेखि त्यो सुगालाई एउटा रुखमा बस्न लाउँथे, रुखमाथि बस्यो सुगाले। भित्र जङ्गलमा ती डाकुहरू लुकेर बस्दथे। सुगाले जब बाटोमा कोही पैदल यात्री बटुवा आउँछ अनि भन्थ्यो, अरे फलानो व्यक्ति आए। डाकुहरू बाहिर निक्लिन्थे र उसलाई लुटेर भाग्दथे। एक दिन यस्तै प्रकारले सुगाले सेठजी आउँदै गरेका थिए, सम्पत्ति बोकेर, पैसा आदि बोकेर। सेठजी आउनुभयो, सेठजी आउनुभयो भन्छ अरे सुगाले रुखमा बस्यो। सुगाले जब सेठजी आउनुभयो, सेठजी आउनुभयो भनिसके पश्चात डाकुहरू फुत्त बाहिर निक्ले। सेठजीका साथ भएको धनमाल सम्पत्ति लिएर त्यहाँबाट हिँडे गए। सेठजी रुँदै रुँदै आफ्नो सम्पत्ति सबै लुटिसके पछाडि बिलाउन गाउँदै अगाडि बढ्दै जाने क्रममा सन्तको कोटियामा पालेको सुगाले सेठजीलाई देखे। सन्तको आश्रमको नजिकमा बसेको सुगाले अब ती सेठजीलाई अतिथि देवो भवः सुस्वागतम, आउनुहोस्, हजुरलाई स्वागत छ। अतिथि त भगवान समानको हुनुहुन्छ, आउनुहोस् प्रभु भनेर सुगाले भन्छ। अब सेठजीले भन्नुहुन्छ, दुष्ट सुगा, अघि बाटोमा मेरो सम्पत्ति लुटाइस्, अहिले यहाँ मलाई स्वागत गर्छस्, लाज छैन तँलाई? सेठजीले जब यसरी भनिसके पश्चात सन्तका कुटियामा भएको सुगाले भन्छ, अरे महाराज, हे सेठजी, त्यो बाटोमा भेटेको सुगा म होइन, हजुरले भेट्नु भएको सुगा अलगै हो, म अलगै हो, यसमा मेरो कुनै दोष छैन। सुगाले बोल्छ, अरे सुगा के भन्छ, अहम मुनिनां वचनं शृणोमि, शृणोति चासौ यमनस्य वाक्यम्, न मे गुणोऽयं न च मस्य दोषः, संसर्गजा दोषगुणाः भवन्ति। संसर्गजा दोष, मेरो दोष होइन, सङ्गतको दोष हो त्यो। हामी दुवै दाजुभाइ थियौँ। आमाले चारो खोज्न जाँदाखेरि हामी दुवै वृक्षका फेदमा गिर्यौँ, झर्यौँ। त्यो मेरो भाइ हो, कुनै फटाहाले पाले उनलाई लगेर त्यस्तै अन्न खाए, त्यस्तै पानी बोल्यो। तर मलाई त सन्त महापुरुषले ल्याएर पाल्नुभयो, उहाँको अन्न खाए, उहाँको वचन जो सुने, त्यस्तै पानी मैले बोले। मेरो के दोष छ र? मैले सङ्गत जस्तो पाएँ त्यस्तै नै पानी बोल्ने हो मैले। हजुरहरूले आफ्नो सन्तान सन्ततिलाई जस्तो प्रकारको सङ्गत गराउनुहुन्छ, जस्तो प्रकारको संस्कार दिनुहुन्छ, त्यस्तै प्रकारको बोली बोल्ने हुँदैन। जन्मिँदै यो ठुलो कुल घरानाको अनि यो तल्लो कुल घरानाको भनेर लिएर आएको हुँदैन। जन्मिँदैखेरि कसैले चाहिँ म निज कुलको, म उच्च कुलको भनेर चिन्न अङ्कित भएर आएको हुँदैन।